के छ खबर? सन्चै हुनुहुन्छ? स्वागत छ फेरि एउटा भिडियोमा मेरो। म चाहिँ आज यसो गोठलातिर आएको छु होइन, बाख्रा गोठला। त्यो छ, हजुरहरूको पनि सन्चै आरामै होला होइन। म चाहिँ सब ठिकठाकै छु यतातिर। अहिले चाहिँ गाउँमा गहुँ काट्ने सिजनहरू रहेको छ। को चाहिँ गाउँमा बस्नुहुन्छ उहाँलाई थाहा होला होइन। आफल पाक्ने, तिजु पाक्ने यो सिजन त खतरा हो फेरि। हल्का काम पनि गर्नुपर्छ यो सिजनमा होइन। म चाहिँ हिजो अस्ति त गहुँ काट्थेँ, आज चाहिँ त्यहाँको बाख्रा गोठला आएको छु। दिउँसोको मासमा अहिले चाहिँ ठ्याक्कै 11 बज्यो क्या। म चाहिँ बाख्रा गोठलातिर आएको छु। हाम्रो जुन अन्डरग्राउन्ड सिक्रेट रुमवाला भिडियो हेर्नुभयो कि नै? हेर्नुभयो भने कस्तो छ यसो कमेन्टमा गएर भनिदिनु होला होइन। दामी लाग्यो कि नै? हेर्नु भएन भने म चाहिँ योवाला भिडियो के उयोवाला भिडियो अनि हेर्नु भएन भने चाहिँ म यसो डिस्क्रिप्सनमा लिङ्क चाहिँ राखिदिनेछु। बाख्रा गोठलातिर आएको थिएँ, मान्छे त टन्नै रहेछ नि बाख्रा गोठलामा। म चाहिँ अहिले सिक्रेट रुमको हालत के छ भने चाहिँ नाजुक रहेछ कि एउटाले भने भत्काइदिएछन् के गर्यो भनेर। सिक्रेट रुमवाला भत्काखान कि नै अहिले गएर देखाउँछु होइन। भत्काखान अन्त तनाव हुन्छ। 24 आवर च्यालेन्ज बिताउ कि जस्तो लागेको थियो। धेरै कमेन्ट नै आएन हजुरहरूको, अनि त्यही भएर चाहिँ मैले त्यत्तिकै छोडेको थिएँ। आजको भिडियोमा चाहिँ कमेन्ट धेरै आयो भने त म फेरि निर्माण गरेर बसिहाल्छौँ हामी चाहिँ। अहिले म चाहिँ एक्लै छु, जुन मनिष सुदीपहरू चाहिँ छैनन् अहिले। काका गान त्यही भएर भिडियो अर्कै छ। आजसम्म भिडियो किन आएन भनेर पनि सोच्नु भयो होला एक प्रकारले होइन। भिडियो बनाएको छु मैले, खोला गएको, माछा मारेको, यिनीहरू टन्नै भिडियोहरू बनाएको थिएँ। खै यहाँ नेटको प्रब्लम हो कि के को प्रब्लमले गर्दा भिडियो नै अपलोड हुँदैन कि। ठ्याक्क अपलोड पुगिसक्नुला हुन्छ, फेरि सुरुबाट अपलोड गर्नु देखाउँछ। अनि त्यही भएर रिस उठेर हाल्दै हालेँ होइन। तर चिन्ता नगर्नुहोस्, हाल्छु म बिस्तारै। सर्ट भिडियोहरू त हालिरहेको हुन्छु होइन ठ्याक्क। अनि जुन मेरो क्रेजी जाइरोन्स भन्ने च्यानललाई पनि ट्याक्क सब्सक्राइब गर्नु होला। 2.87K पुगिसक्दा पनि आजकल भ्युज किन 2टा कपिराइट स्ट्राइक लाग्यो है। त्यही 35 दिनमा चाहिँ पुरा हुन्छ अबको 35 दिन। त्यसपछि चाहिँ म त्यसमा रेगुलर भिडियो हाल्छु, यसमा पनि हाल्छु, तर त्यसमा झन् खतरनाक हाल्छु होइन। सबैले लाइक कमेन्ट सब्सक्राइब गरेर राख्नु होला गाइज। हामी बाख्रा चाहिँ तल चढिरहेछन्, हेर्न सक्नुहुन्छ। बसिरहेको छु, अल्छी लागिरहेको छ। छाता ओढ्ने, घाममा बस्ने, बाख्रा चराउने, एक यो पहेँलोमा सिक्रेट रहेको छ। ट्याक्क बनाउनु देखाउँछु, हजुरलाई गएर भिजिट गराउँछु कस्तो बनाएको रहेछन् हालत। अनि अरू च्यालेन्जिङ भिडियोहरू पनि आउँछ, लाइक कमेन्ट त भन्नै पर्दैन। अरू त ठिकै होला होइन, आरामै के छ र। यतातिरको भ्यू हेर्दै बस्दै हजुरहरू कहाँबाट मेरो भ्लग हेर्दै हुनुहुन्छ ट्याक्क कमेन्टमा पनि भनिदिनु होला कहाँसम्म पुग्ने रहेछ मेरो भ्लग। म चाहिँ सिक्रेट रुम देखाउँछु है त गएर कस्तो रहेछ हालत। ट्याक्क हेर्नुहोस्, पाइरहेको छ हाम्रो सिक्रेट रुम यहाँ पर। यहाँदेखि जान्छु ट्याक्क लगाएर होइन। अहिले पानी खान आएको छु ट्याक्क धारामा है। यहाँ हेर्नुहुन्छ मजाको चिसो पानी छ, लास्ट घाम भयो, त्यही भएर म चाहिँ पानी खान आएको छु। अनि यहाँदेखि गएर चाहिँ म देखाउँछु हजुरहरूलाई ट्याक्क उता सिक्रेट रुम। पहिला चाहिँ म पानी खाइहालौँ। चिसो आयो पानी त। अब गाइस ट्याक्क पानी सानी खाइयो होइन। अब चाहिँ म ट्याक्क जान्छु यहाँदेखि सिक्रेट रुम देखाउन हजुरहरूलाई कस्तो छ हालत। माथिबाट त ठिकै देखाएको थियो अलिअलि, अब तलै गएर हेरौँ न कस्तो छ हालत। मेरो बाख्रा चाहिँ माथि छोडेर आएको छु म चाहिँ सिक्रेट रुम देखाउन। यहाँदेखि जान्छु, देखाउँछु है कस्तो छ हालत भनेर। गाइस म चाहिँ ट्याक्क सिक्रेट रुमको नजिकै छु होइन। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो अन्डरग्राउन्ड रुम एउटा। यहाँ माथि चाहिँ ट्याक्क यो के हो यार, यो हेर्न सक्नुहुन्छ कस्तो छ सिक्रेट रुमको हालत। यो चाहिँ कसले बनाएछ ट्याक्क। पहिला कस्तो थियो, हामी माटो साटो हालेर बनाएको थियौँ होइन। अहिले चाहिँ यस्तो छ, खसर हालेर रहेछन्, दामी छ। अहिले त ठिकै छ, बस्नेको बाटो चाहिँ छ अहिले गाइस। भित्रबाट देखाउँछु माहौल भित्रको कस्तो छ। बाहिरको लुक चाहिँ यस्तो छ हेर्नुहोस् ट्याक्क लगाएर। यो चाहिँ हामीले बुझाएको थियौँ, राम्रै रहेछ अरे माथि। अब चाहिँ के गर्नु पर्दैन, माथि माटो साटो हाल्ने, दामी हालिदिने। अनि त्यसपछि चाहिँ यो दामी गराउँछ, बलियो सलियो खारसार हालेर रहेछन्। माथि ट्याक्क माटो हालिदिने, अनि यहाँ चाहिँ गेट हालिदिने एउटा। राम्रो बनाउनु छ मन छ भने ट्याक्क हजुरहरू कमेन्ट गर्नु, सिक्रेट रुम बनाउनु भनेर ट्याक्क। अनि यो चाहिँ मोडिफाई गरेर खतरा बनाउँछु म चाहिँ होइन। दामी रहेछ। अहिले चाहिँ म चाहिँ भत्काइसकेँ होला। भत्काउन त पहिला भत्काएर अहिले खर्सर हाल्यो भने सकेर चाहिँ मनिषले गरे होला कि। मनिष म आउनेलाई मनिष थिएन अस्ति, यो भत्कियो भन्थ्यो। पछि फेरि म उहाँ गएको थिएँ कि मामातिर गएको थिएँ, त्यसले बनाएर जस्तो लाग्यो क्या बस्ने सोच्ने ट्याक्क। यसो गोठा सोठा आयो होला होइन। अहिले त्यो चाहिँ मामाहरू गएको अहिले म छैन नि, त्यही भएर त्यो पनि गयो। अहिले आएपछि ट्याक्क यो मर्मत गरेर बनाउँछु। भित्रबाट यस्तो छ गाइस, माथि हल्का ऊ देखिया। भित्र चाहिँ यस्तो हेलमेट रहेछ एउटा, त्यसले ल्याएर यस्तो उटपट्याङ हरकत गर्छ। भित्र छिराउँ नि गाइस ट्याक्क भन्नु त, छिटै भित्रबाट देखाउँछु त्यो कस्तो छ। अब फोन भित्र फाइनली गाइस छिरियो ट्याक्क। यतातिर हेर्नुहोस् गेट यहाँ छ, माथिको छत मस्त हावा आयो होइन। फोन राख्ने म त मस्त हट यहाँ सुत्नु ट्याक्क। अरू कमेन्ट गर्नु छैन बनाउने भनेर म बनाउँछु। माथिको छत चाहिँ यस्तो छ, यहाँ चाहिँ यो फोन राख्ने बनाएछ। अनि यतातिर हेर्नु छ, अनि यो चाहिँ गेट बाहिर रोडबाट हेर्नु मिल्ने। यहाँ चाहिँ गेट हालिदिन्छु,
ठ्याक्क अनि भन्नु होला राम्रो बनाउने भनेर। अनि चाहिँ हामी बिताउँछौँ यहाँ 24 आवर च्यालेन्ज होइन, सर्भाइभ गर्न सक्छौँ भने यहाँ ठ्याक्क अलि ठुलो बनाएर खनखान पारेर ठुलो बनाएर अनि ठ्याक्क हामी बस्छौँ। यहाँ बनाउने यो मन पऱ्यो कि अन्त ठाउँ फेरि बनाएर फेरि च्यालेन्ज गर्ने भन्नु त्यही गर्छौँ कि यसलाई मर्मत गरेर गर्ने कि अरू छुट्टै बनाएर गर्ने भन्नु गर्छौँ हामी। भत्का त रहेन जे होस्। ग्राउन्ड सिक्योर पनि यस्तो छ बनाउने भन्नुहोस् ठ्याक्कै बनाइदिइहाल्छु, मलाई त केही चिन्तै छैन। मैले बस मनिषहरू आउँछ मेरो 3 महिना बिदा त हो अब यसरी भिडियो बनाउने हिँड्ने होइन क्या त्यस्तो छ। म चाहिँ एकछिन यहाँ बस्छु, बाहिर हेर्न फेरि माथि गइहाल्छु किन यहाँ धेरै टन्टु आउने र एकछिन शीतलमा बस्नु पऱ्यो, मजाको छ। अनि यहाँदेखि चाहिँ बाहिर यस्तो देखिन्छ, यस्तो गेट ल्याएर फेरि यत्रै छ गेट छिर्नु गाह्रो हुन्छ, लास्ट धुलो पनि लगाइसक्यो। यहाँ माथि चाहिँ छतबाट चाहिँ हावा आउने भएछ, ठिकै छ। हेलमेट लगाइदिउँ गाइस, टेड्याउँ टुङ टुङ टेड्याउँ टुङ टुङ टेड्याउँ कस्तो छ्या कसको कोटो हेलमेट ल्याएर राखेर चाहिँ सक्यो त उहरू माटो साटो ल्याउने गरा होला कि होइन। ठ्याक्क अब गाइस म चाहिँ माथि जान्छु, मेरो भ्लग यस्तै त हो, यो एक प्रकारले देखाइदिन्छु भनेर बनायो। अब चाहिँ म यहाँदेखि सिधै बाहिर तराउँछु, घर जान्छु, सुत्छु अनि मस्त होइन। यही हो मेरो डेलीको हो। अब जसलाई सिग्रेट पनि देखाइदिएँ, चाहिँ बाहिर तराउनु जान्छु। अब ठ्याक्क सिग्रेट रुम यहाँ छ, म चाहिँ बाहिर निस्किन्छु। बाहिर निस्किन फेरि लास्ट गाह्रो छ कि यो बाटो धुलोबाट निस्किनु, एकछिन बसेर बाहिर निस्किन्छु है त।